guys. Welcome to my YouTube channel. Hey guys. बिजोग हाय भिडियो चाहिँ भाइ भएन भाडै छ राम्रो इफेक्ट लाएर गयो हामी चाहिँ के इफेक्ट लाउने हो र रियल क्यामेरा हो हामी चाहिँ सायद मैले त 5-6 महिनापछि आज भिडियो स्टार्ट गर्दैछ यो भिडियो पनि राख्छ राख्दैन थाहा छैन एडिट गर्न चाहिँ लाग्यो भने राख्दैन अनि हाम्रो चाहिँ आज स्कुलमा वेलकम प्रोग्राम छ अनि हामी टाइम छैन हामीसँग तर भिडियो चाहिँ स्टार्ट गरिदिउँ भनेर स्टार्ट गरेको यहाँबाट लगभग आधी घन्टा जति हामी स्टेसन पुग्नलाई लाग्छ स्टेसन पुगेपछि ट्रेन पाउने हो कि नपाउने हो थाहा छैन 9 बजीसम्म पुग्न पर्ने यहीँ 8 बजिसक्यो अब हामीलाई चाहिँ मार्छ सरले म नेपाली हो म जापानिज बोल्दिनँ धेरै पछि भिडियो बनाउँदैछ कति नजान्दा मन्जुरेला छ बाटो छुट्दै चाँडै आइसक्यो भिडियो बनाउने जोस जाँगर आज आएको थिएँ यसले गरेर मलाई सब गयो जोस जाँगर यसको नाइट काम गरेर यो बिहान पुत्लुक्क आइपुग्यो अरू रेडी भएर गइसक्यो अनि हामी चाहिँ यो ढिलो आएको भएर हामी ढिलो भए यसलाई फेरि साडी लाएर लिएर आएको यसलाई के भयो भने बाटोमा आएर मैले फर्स्ट टाइम साडी आफूले समेत लाएन अरूलाई लगाइदिएको यसले बाटोमा आएर बिजोग गर्यो गाडीहरूले बाटो काटोस् भनेर बाटो छोडेर बस्या यसलाई थर्मोकोट लगाएर आएछ साडीभित्र तलपट्टि अनि साडी पुरै खुम्चेर हिँड्न नमिलेर यो बिजोग भएको थियो भन्ने हो अनि यसलाई मैले केही भन्दैन ल नगर्ने थियो कुरा अब हामी चाहिँ अब स्टेसन गएर ट्रेन चढेर सिन्जुकु जानुपर्ने हुन्छ टाढा छ लगभग 37 सान्चोमीबाट नि त हिँड्नुपर्छ त गेउमै जानलाई सिन्जुकु स्टेसनबाट चेन्ज गर्नुपर्छ घाम चाहिँ बिहान बिहान सुहाना मौसम भएर जापानमा चाहिँ यस्तो सब पात झर्नु थालेछ यस्तो ढिलो भएको बेला अहिले मिलाउने कि अहिले मिलाउने यस्तै हो गाइस हामी चाहिँ स्टेसन पुगेपछि देखाउँछ हामीलाई सबले हेरे लाज लाग्यो हामीलाई लाज लाग्यो अहिले स्टेसन पुगेपछि A few moments later. हेलो गाइस हाम्रो त वेलकम प्रोग्राम सुरु भएर पनि सकिसके यता हिँड्दैछ हामी चाहिँ फोटोहरू खिचेँ पार्कमा यो भाइको पनि फोटो खिचिदिएँ ऊ तिनीहरू खुट्टा दुखेछ अरे हिँड्न सकेको छैन मजा अगाडि अगाडि आएको जाम के कस्तो गना ओ सुजा यहाँ पनि हाम्रोतिर जस्तो कटुस यहाँ टन्ने यी भित्रपट्टि फल पनि हुन्छ कि टिबेट लगेर घरमा लगेर भुटेर खानु गुली खाएको छ जाबाङको कटुस यहाँबाट उता तिमीहरूको जाने हामी जाने तिमीहरूलाई बिहान भेटेको थियो नि त्यहाँ पनि पुग्छ कि कटुस हो यस्तो गर न यस्तो मुख एकछिन यहाँ उ भागेको डाँडी अझै भएन ओइ होइन यो मोरलाई अहिले मोरलाई यसले हो कि खाम भनेर हाम्रो चाहिँ सकिसक्यो वेलकम प्रोग्राम आएर पनि सकिसक्यो हामी चाहिँ अनि अब घर जान लाग्यो भिडियो त बनाख नाचेकोहरू तर त्यो भिडियो हाल्नुहुन्न कपिराइट लाग्छ त्यो हेर त्यो त्यसले त मलाई दिएपछि दिएर तिमी मेरो लागि अरूलाई कहाँ देखाएको छ त हामी मात्र हो कुशललाई त देखाउँछु कुशल त देखाउँ कति राम्रो आएको कुशल जापानिज हो आइसा पनि कति राम्रो आयो ब्युटिफुल सुधा त झन् भन्नै पर्दैन हो दिपा पूर्णिमा जुम भइरहेछ यस्तो राम्रो भएको जापान तर हामी अर्को पार्कमा गएन हामी अर्कैमा आएको भएको ऊ माथि हेर्नु कस्तो राम्रो भएको जे भयो भने के है हाई नमस्ते
जापानिजमा 나와요 하나 구슬데스. 와타시와 네팔의 진데스. 왔다. 오이 구설 여자 사시미 데스. 사긴 라지노 식수가시 갔다 데스. 이해나 것도가 왔다가라. 시고도とか日本語の勉強とか家族のこととかいろいろね。なんか違うだけど大丈夫です。ありがたい気持ちです。 हो त्यो फुल पात हो उडाइदेऊ मलाई माथिबाट कस्तो राम्रो भयो त्यसलाई पनि देखाउने रे त्यसलाई पनि यो चाहिँ यिनीहरू चाहिँ हाम्रै ग्याङहरू हो हाम्रै भाइहरू भाइ यति लामो एकैचोटी बनाए यति लामो बनाएर हाल्छ कन्टेन्टै छैन केही छैन मेरो भिडियोमा यस्तो बनाउने अब एडिट गरिदिने बेला जाने काट्दिने जीवन दाइ लास्ट हो कि आइफोन बोकेर फोटो खिचिदिन पर्छ भनेर हिँड्नु होइन भिडियो हो सबै गरिदिनु होला है अरू त म भन्न सक्दिनँ है हामी चाहिँ यसरी पार्कतिर हिँडिरह अब आफ्नो आफ्नो घर जान्छ पूर्णिमा भाउ खान्छ कि अलिकति भाइरल खान्छ टिकटकमा के हो त आता मगा इतै के त वाउ अब हामी चाहिँ घर जान्छौँ अनि अलिपछि देखाउँछु पार्कमा भोक लाग्यो अनि हामीले खासिन्छलाई के भनेको खानेकुरा दिँदैन भनेको अनि दिँदैन रे अनि किन नेपालमा दिन्छ भनेको यो नेपाल होइन जापान हो रे हामीलाई त है भएन कसरी हिँडेको र यस्तो भनिन्छ कसरी यसरी ल हिँडेर देखाइदेऊ न यो जसरी जानी त भन्यो कस्तो राम्रो आयो यिनीहरू त यो साइको मरन लाइक सब्स्क्राइब शेयर गरिदिनु होला समीक्षा गुरुङ भ्युज नै आउँदैन त्यो मर्न नसकेको यस मरन नसकेको प्रकाश अब आफ्नै हात देख्यो होला अब यहाँबाट होइन मोबाइल चाहिँ हस्तान्तरण भइसकेको छ कुशल राणासँग कसरी गर्छ वातासित के हो र उल्टो उल्टो बोल्छ कि हामी चाहिँ होइन अब घर जाँदैछौँ ह्यान्डसम अनमोल केसी एकछिन चस्मा जीवन दाइको 3 लाख आगोरै खाजा खान लान्छ